जारी एकले एउटा परिवेश, एउटा कथा, एउटा संस्कृति, एउटा परिवेश, एउटा पहिचानको कुरा गर्छ। त्यसका विषयमा मैले विस्तृत रूपमा लामो टिप्पणी पनि गरेका थिएँ। जारी 2ले चाहिँ यसलाई धेरै लामो रूपमा भन्नुभन्दा पनि संक्षेपमा दुईटा पाटाहरू उजागर गरेको छ। यो सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको समय 2059 सालको समयको घटना, त्यो सेरोफेरोको घटनाले दुईटा पक्षलाई सिधै एकदमै स्पष्ट रूपमा नभने पनि तर परोक्ष रूपमा त्यसले के सङ्केत गरेको छ भने सशस्त्र द्वन्द्व माओवादी जनयुद्धका नाममा भएको थियो। त्यसका राम्रा नराम्रा परिणाम दुष्परिणाम अहिले 2 दशक पछाडि हामीले देखिसकेका छौँ। त्यसकै जगमा विशेष गरी नेपालका ठुला ठुला परिवर्तनहरू भए होइन, गणतन्त्र, सङ्घीयता, धार्मिक निरपेक्षता लगायत। त्यो आज पनि प्रश्नका घेरामा छन् छैनन् त्यतापट्टि नजाउँ त्यो व्याख्यातिर। तर सिनेमाको सौन्दर्य चाहिँ के हो भने एउटा ठुलो द्वन्द्वमा देश फस्यो भने त्यति बेला चाहिँ हाम्रा परम्परागत संस्कृति, धर्म, मूल्य, मान्यताहरूमा चाहिँ त्यसले को भाजन ल्याउन सक्ने रहेछ। त्यो चाहिँ एउटा असाध्यै गम्भीर प्रश्न उठाएको छ यसले। सायद सशस्त्र द्वन्द्व पछाडि बनेका चलचित्रमा यति गम्भीर ढङ्गबाट त्यो विषयलाई सायद समेटिएको थिएन होला।